तिन चार त्यो ढुङ्गा त हरायो नि खाल्टो खालको ढुङ्गा भनेको माइती मान्दिँदैन नि तेल पो केमा हाल्ने भन्छ समुद्र सतहबाट 4240 मिटरको उचाइमा रहेको यो पोखरी लुम्बा सुम्बा हिमालको फेदमा रहेको छ। पृथ्वीमा दैत्यहरूको अत्याचार बढेपछि त्यसलाई रोक्नका लागि देवताहरू यही स्थानमा भेला भएर सभा गरेको हुनाले यस पोखरीको नाम सभा पोखरी रहन गएको पाइन्छ। प्राचीन कालमा 88,000 ऋषिमुनिहरू राखेर वेदव्यासले धार्मिक सभा बसाएकाले यसको नाम सभा पोखरी हुन गएको धार्मिक विश्वास रहेको छ। धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि अत्यन्त उपयुक्त ठाउँ सभा पोखरीमा स्नान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ। यस पोखरीमा नागपञ्चमीदेखि जनै पूर्णिमासम्म भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ। गर्मी महिनामा मात्र यस ठाउँमा पुग्न सकिन्छ। सङ्घसभा जिल्लाको नामाकरण गर्दा आधार लिएको सभा खोलाको मुहान पनि सभा पोखरी नै रहेको छ। वरिपरि अग्ला पहाडहरूले घेरेको पोखरीको बीचमा एउटा थुम्को रहेको र त्यही थुम्कोमा बसेर देवताहरूले सभा गरेको जनविश्वास रहेको छ। तिन चार त्यो ढुङ्गा त हरायो नि खाल्टो खालको ढुङ्गा भनेको माइती मान्दिँदैन नि त्यो ढुङ्गा त हरायो पर्दैन अनि परे चिन्छ हो ढिलो परे अर्को पनि सानो कस्तो मेरो नर्मल पानी सर्नु भन्यो ड्याम काटेर बालिहालौँ भनेको त्यो यो काटेपछि त भयो नि त अर्कोले पनि बाल्नु त्यसमा डुबाउँदै के आधी आधी गरेर तेल पो केमा हाल्ने भन्छ मान्छे जो तेलमा मात्रै छ त्यही तेलमा डुबाउने होइन अन्त पनि हिजो तेर्सेर धेरै
बड़े मत आए तुम Oh no. अब गुरुको शक्ति आयो अब मेरो भक्ति अब लाग्छ गुरुको शक्ति मेरो भक्ति मागेर मैले झन्डै खटाएको टाउकोमा धन्यवाद टाउकोमा लाएँ